राष्ट्रिय स्वतन्त्र पार्टीले पार्टीका सभापति बचाउने मात्र काम गरेको होइन, समग्र नेपाली जनताको जनभावना र आकांक्षा अनुसार सुशासनको मुद्दालाई सशक्त रूपमा उठाउने जिम्मेवारी पनि सँगसँगै निर्वाह गरिरहेको छ। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति माथिको यो आक्रोश देख्दै गर्दाखेरि समग्र यो पुस्ताको राजनीतिमाथि उपस्थितिलाई अहिलेका राजनीतिक दलहरूले रुचाएका छैनन्। आज हामीसँग हुनुहुन्छ राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद गणेश पराजुली। गणेशजी, यहाँलाई स्वागत छ सिटिजन एफएममा। धन्यवाद मिनुजी। हजुर, खास गरी यहाँहरूले संसद बहिष्कार गरिरहनु भएको छ, हरेक पटक विरोध गरिरहनु भएको छ। लगातार भिजिट भिसा प्रकरणका विषयमा सरकारले उपयुक्त जवाफ दिएन, छानबिन समिति पनि झारा टार्यो भनेर जवाफ पनि फर्काइरहनु भएको छ। खास गरी यो बहिष्कार, यो विरोध, यी यावत सन्दर्भमा राष्ट्रिय स्वतन्त्र पार्टी कहाँ पुगिरहेको छ अहिले? मैले दुईटा कुरा यहाँलाई अलिकति करेक्सन गर्दै भने, राष्ट्रिय स्वतन्त्र पार्टीले सांसद बहिष्कार गरेको होइन, संसदमा राष्ट्रिय स्वतन्त्र पार्टी आन्दोलनमा छ र राष्ट्रिय स्वतन्त्र पार्टीले उठाएको मुद्दा भिजिट भिसा होइन। भिजिट भिसाको आवरणमा मानव तस्करी गरिएको र त्यो मानव तस्करीको चङ्गुलमा नेपाली जनतालाई पार्ने प्रकरणमा राज्यकै शक्ति केन्द्रको संरक्षण रहेको, राजनीतिक दलका त्यो संरक्षण रहेको। त्यसकारण मानव तस्करी विरुद्धको यो आन्दोलन सदनमा यतिखेर राष्ट्रिय स्वतन्त्र पार्टीले सशक्त रूपमा उठाइरहेको छ र मानव तस्करीसँगको संरक्षणमा जोडिएका सबैलाई कारबाहीको दायरामा ल्याउनको लागि, दलाल, तस्कर र त्यसको संरक्षण गर्ने सबै पार्टीलाई कारबाहीको दायरामा ल्याउनको लागि र आगामी दिनमा नेपाली जनता विदेशिँदै गर्दाखेरि मानव तस्करको चङ्गुलबाट बचाउनको लागि राज्यले लागि पर्नुपर्छ भनेर उच्च स्तरीय न्यायिक छानबिन समिति गठन गर्नुपर्छ भनेर माग गरिएको हो। तर सरकार टार्ने प्रक्रियामा लागेको छ र त्यो मानव तस्करीसँग जोडिएका अपराध कर्मसँग जोडिएकालाई बचाउने प्रकरणमा लागेको छ। त्यसकारण हामीले सदनमा निरन्तर आन्दोलन गरिराख्नु परेको हो। मैले आन्दोलनलाई बहिष्कारको रूपमा किन भनिरहेको भनेदेखि खास गरी तपाईँहरू संसदमा भित्र छिरे पनि बाहिर निस्किहाल्नुहुन्छ, त्यो बहिष्कारको रूपमा एउटा देखिएको चित्रलाई मैले इङ्गित गरेर आन्दोलनको एउटा पाटोलाई मात्रै सङ्केत गरेको। खास गरी यो भिजिट भिसा प्रकरणमा त छानबिन त गर्यो, त्यो छानबिन समिति सरकारले बनाएको छ, त यसमा चित्त नबुझ्नुको कारण के हो राष्ट्रपाललाई? यहाँलाई सम्भवतः पछिल्लो दिनमा यो छानबिन समितिले गर्ने उसका दायरा, उसले काम गर्ने क्षेत्राधिकार तोकेको कुरा पनि यहाँलाई प्रश्नसँग थाहा छँदैछ। त्योभन्दा पनि अर्को महत्त्वपूर्ण कुरा भनेको हामीले उच्च स्तरीय न्यायिक छानबिन समिति जसले यसको सबै अपराधको पाटोलाई अनुसन्धान गर्न सकोस्, सबै यो प्रकरणसँग जोडिएका सबै दलाल र तस्करीलाई संरक्षण गर्ने संयन्त्रको छानबिन गर्न सकोस्, अनुसन्धान गर्न सकोस् र कारबाहीको दायरामा ल्याउनको लागि, त्यो सिफारिस गर्नको लागि र आगामी दिनमा कानुनै संशोधन गर्नुपर्छ भने कानुन संशोधन गरेर भए पनि नेपाली जनतालाई विदेशीले गर्दा यो मानव तस्करी चङ्गुलबाट बचाउनको लागि संयन्त्र तयार पार्नको लागि काम गर्न सकोस्, त्यस्तो संयन्त्रमा बनाएर हामीले काम गरौँ भनेर हामी मुद्दा उठाइरहेका छौँ। तर आशंकाकै घेरामा रहेका, गृह मन्त्रालय स्वयं यो आशंकाको घेरामा रहेको र मानव तस्करीको त्यो संयन्त्रलाई संरक्षण गर्ने पाटोमा कतै उसैको पो संलग्नता छ कि भनेर प्रशस्त शङ्काका घेराहरू हुँदै गर्दाखेरि त्यो छानबिनको दायरा त्यहाँसम्म पुग्न सक्छ। त्यसकारण हामी भनिरहेका छौँ उच्च स्तरीय न्यायिक छानबिन समितिको कुरा र गृह मन्त्रालय उसले नियमित गर्नुपर्ने, आफ्नो मन्त्रालयले नियमित गर्नुपर्ने प्रक्रिया अन्तर्गत जस्तो गरी आफ्ना केही कर्मचारीलाई लगाएर छानबिन गर्न लगाउने भन्ने कुरा गर्छ। र अहिले त जुन छानबिन समिति बनायो यसमा यो छानबिन समितिका संयोजकसँगको मेरो व्यक्तिगत कुनै द्वेष पनि छैन र व्यक्तिगत रूपमा म केही भन्न पनि चाहन्न, तर उहाँ स्वयं यतिखेर सुशासन संयन्त्रको सुशासन प्रवाह गर्ने निकायको त्यो आशंकाको घेराभित्र, त्यो राडारभित्र कहीँ कतै परिराखेका व्यक्तिलाई यसको जिम्मेवारी दिँदै गर्दाखेरि नेपाली एउटा उखान चरितार्थ भएको छ। यो साधुलाई सुली र चोरलाई चौतारो भन्ने उखान एकदमै चरितार्थ भएको छ। अनि आफै धामी र आफै बोक्सी भन्ने यो उखान एकदमै चलेको हो। यद्यपि यो बोक्सी भन्ने शब्दले नेपाली समाजमा निकै यो घृणाको पाटो पनि हो, यो उच्चारण गर्न नहुने हो। शब्द कथित बोक्सी भन्न सकिन्छ हैन, त्यसलाई हामीले यो शब्द उच्चारण गर्न नहुने हो, तर निश्चित गयो। तर यसलाई चरितार्थ गर्ने गरी अहिले सरकारले व्यवहार प्रस्तुत गरेको छ अनि हामीले यसलाई चुपचाप सही दिनुपर्ने, चुपचाप स्वीकार दिनुपर्ने। र अझ के पनि भनेको छ भने यसले त त्यो तस्करी प्रकरणसँग जोडिएको अनियमितताको पाटोमा त यसले अनुसन्धान नै गर्दैन, सुधार गर्नको लागि के गर्न सकिन्छ भनेर सुझाव तयार पार्ने कार्यदल बनाएको थियो। के को लागि? यो प्रकरणसँग जोडिएका ती अपराध कर्मसँग जोडिएका ती सबैलाई बचाउनको लागि कि छानबिनको दायरा आफूसम्म आइपुग्छ भनेर आफू बच्नको लागि? त्यसकारण यो प्रश्न यतिखेर गृह मन्त्रालयसँग तिर्सिएको छ, सरकारसँग तिर्सिएको छ। यसैसँग जोडिएको प्रसङ्ग भन्न चाहे
खास गरी माओवादी केन्द्रले यही विषयमा तपाईँहरू सँगसँगै गाउँको अवस्था थियो, छानबिन समिति माग उठाइरहेको अवस्था थियो। माओवादीले यो विषयमा, खास गरी माओवादी केन्द्रले यो विषय छोड्दै गर्दाखेरि तपाईँहरूले कतै उनीहरूलाई पनि विश्वासमा साथमा लिएर जान सक्नु भएन कि भन्ने पनि त प्रश्न उठ्छ, होइन र? होइन, सबै राजनीतिक दलका आफ्ना लिमिटेसन हुन्छन्, आफ्ना जिम्मेवारी हुन्छन्। अब नेकपा माओवादीले किन यो मुद्दा छोड्यो, किन यो कुरामा सहमति गर्यो भन्नेको प्रश्नको जवाफ हजुरले उहाँसँगै कमरेड प्रचण्डसँगै खोज्दै गर्दाखेरि सही उत्तर आउला। हामीले यसको जवाफ दिने कुरा होइन। तर हामीले के चाहिँ भनेका छौँ भने सुशासनको मुद्दामा राष्ट्रिय स्वतन्त्र पार्टीले उठाएको यो मानव तस्करी विरुद्धको सुशासनको मुद्दामा कम्तीमा त्यो दिनसम्म साथ दिनुभएको उहाँलाई धन्यवाद भनेका छौँ। बाँकी जवाफ उहाँहरूले दिने, उहाँले जस्टिफाई गर्ने हो। र उहाँहरूले साँच्चै यस्तै छानबिन समिति बनाउनको लागि उहाँहरूले यदि सहमति गरेको थियो भने नेपाली जनतामाथि यो अपराध कर्म गर्दै गर्दाखेरि नेपाली जनताको आँखामा फेरि पनि छारो हाल्ने प्रयास गरिएको भन्ने कुरा नेपाली जनताले प्रश्न बुझेका छन्। त्यसकारण यसको जवाफ नेपाली जनताले दिनेछन्। त्यसकारण हामीले उहाँहरूको निर्णय विरुद्ध हामीले केही बोल्नुपर्ने आवश्यकता छैन। केही जवाफ चाहिन्छ भने हजुरले उहाँसँग पनि यसको जवाफ लिन सक्नुहुन्छ। यहाँले त्यो विषय मैले त्यति धेरै टिप्पणी गरिनँ। राष्ट्रिय स्वतन्त्र पार्टीले यो मुद्दा जसरी उठाएको थियो, विशेष गरी मानव तस्करीको निवारणको पाटोमा जसरी यो मुद्दा उठाएको थियो, त्यो मुद्दाको निवारण कुनै पनि हालतमा गर्नुपर्छ। र हामीलाई त के आशा थियो भने अन्तर्राष्ट्रिय जगतमा गएर नेपालका प्रधानमन्त्रीज्यूले मानव तस्करी विरुद्धको एकबद्धतामा जुन भाषण गर्नुभएको छ, कम्तीमा त्यो भाषण गर्दै गर्दाखेरि प्रधानमन्त्रीज्यूलाई जिम्मेवार बनाएको होला। त्यसकारण आफ्नै देशको अध्यागमनबाट भइरहेको दैनिक रूपमा नेपाली जनता बेचिन बाध्य बनाइरहेको र मानव तस्करी चङ्गुलमा पर्न बाध्य बनाइरहेको यो अन्तर्राष्ट्रिय रिपोर्टले पनि देखाउँदै गर्दाखेरि यसको निवारण गर्नको लागि प्रतिपक्षको पाटोबाट तपाईँले कुरा उठाइदिनु भयो। यहाँहरूप्रति कृतज्ञ छौँ। हामी पनि यो मुद्दाको समाधान गर्न चाहन्छौँ भनेर सायद त्यसरी प्रस्तुत हुनुहुन्छ होला भनेर लागेको थियो। तर उहाँहरू त भन्दै हुनुहुन्छ कहाँ छानबिन गर्नुपर्छ, किन छानबिन गर्नुपर्छ भन्ने पाटोबाट प्रस्तुत गर्दै हुनुहुन्छ। र यति हल्का रूपमा मानव तस्करी जस्तो जघन्य अपराधसँग जोडिएको कुकर्मलाई बचावा गरिराख्नु भएको छ। त्यसकारण यो प्रश्न अब हामीले त्यति धेरै सोधिराख्नु पर्दैन। जनताले यसको यो प्रश्नको जवाफ खोजिरहेका छन्। सरकारसँग, सरकार सञ्चालनमा रहेका सबै दुईटै दलसँग, सबै नेतासँग यतिखेर जवाफ मागिरहेका छन् नेपाली जनताले। राष्ट्रिय स्वतन्त्र पार्टीले उठाएको यो मुद्दा जबसम्म टुङ्गोमा पुग्दैन, जबसम्म नेपालको अध्यागमनबाट मानव तस्करी जस्तो जघन्य अपराधलाई उन्मूलन गर्न सकिने तबसम्म राष्ट्रिय स्वतन्त्र पार्टीले उठाइरहन्छ। भलै आज सङ्ख्यामा कम भएको कारण यसलाई निवारण गर्न नसक्ला, तर उठाएको मुद्दालाई भोलि जब राष्ट्रिय स्वतन्त्र पार्टीले यो जिम्मेवारी प्राप्त गर्छ त्यतिखेर त्यसको निवारण गर्नेछ। त्यतिखेरसम्म अहिले जो जिम्मेवारीमा छन् उनीहरूलाई खबरदारी गरिरहन्छ। हजुर, गणेश पराजुली, म अलिकति फरक प्रसङ्गमा यहाँलाई प्रश्न सोध्न चाहेँ। अहिले यहाँको पार्टीले हस्ताक्षर अभियान चलाइरहेको छ। यो हस्ताक्षर अभियानको उद्देश्य के हो? यो कसलाई बुझाउने हो? यसलाई, यो विषयलाई कहाँ र कसलाई, कोसँग जोडेर कसलाई बुझाउने भन्दा पनि नेपाली जनताको जनचाहना र जनभावना अनुसार यतिखेर राजनीतिक प्रतिशोधको पराकाष्ठ सम्भाव राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति माथिको यो आक्रोश देख्दै गर्दाखेरि समग्र यो पुस्ताको राजनीतिमाथि उपस्थितिलाई अहिलेका राजनीतिक दलहरूले रुचाएका छैनन्। र राज्यका सबै सुशासन प्रवाह गर्ने निकायमा दलीयकरण गरेको र त्यो दलीयकरण मार्फत अस्त्रीकरण गर्दै यो प्रतिशोधको पराकाष्ठ देखाउँदै गर्दाखेरि यद्यपि हामीले सम्मानित अदालत र अदालतका भूमिकाप्रति हामीले कहीँ शङ्का उब्जाएका छैनौँ। तर जुन प्रकरणबाट राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिज्यूमाथि यो आक्रमण भयो र यो लडाइँ लडिराख्नु परेको छ, यो विरुद्ध नेपाली जनताले उठाएको आवाजलाई सम्बोधन गर्दै ती जनताका आवाजलाई हामीले दस्तावेजीकरण गरेका हौँ। र यो जनताको अदालतमा प्रस्तुत गरिने कुरा हो। न कहीँ हामीले यसलाई प्रस्तुत गर्नुपर्छ, न कहीँ दर्ता गराउनुपर्छ। राष्ट्रिय स्वतन्त्र पार्टीको राजनीतिक इतिहासमा यो दस्तावेजीकरण हुन्छ र नेपाली जनताको अदालतमा यो प्रस्तुत हुँदैछ। हजुर, खास गरी यहाँले जुन प्रतिशोधको कुरा गर्नुभयो, पार्टी सभापति रवि लामिछाने माथि भइरहेको विषयलाई इङ्गित गर्नुभयो, यहाँहरूको पार्टीले आफ्नो पार्टी सभापतिको रक्षाका लागि खास गरी उहाँको विषयमा अझ जोरदार रूपमा आवाज पार्टीको उसबाट आएन कि भन्ने एउटा गुनासोहरू हामीले सुन्नेछौँ। औपचारिक रूपमा मात्रै आयो, तर अझ सशक्त रूपमा, प्रभावकारी रूपमा राष्ट्रिय स्वतन्त्र पार्टीले किन त्यो आवाज आफ्नो पार्टी सभापति रक्षाको लागि बनाउन, त्यो प्रतिशोधको लागि, प्रतिशोध भइरहेको विषयमा जानकारी दिन किन गरेन भन्ने कुरा छ। के साँच्चै नै पार्टीले अलिकति प्रभावकारी भूमिका खेल्न नसकेको हो वा होइन? यो विषयमा के लाग्छ?
होइन, त्यसरी व्याख्या गर्ने प्रयास गरिनु हुँदैन। हजुर। र राष्ट्रिय स्वतन्त्र पार्टीले पार्टीका सभापति बचाउने मात्र काम गरेको होइन, समग्र नेपाली जनताको जनभावना आकांक्षा अनुसार सुशासनको मुद्दालाई सशक्त रूपमा उठाउने जिम्मेवारी पनि सँगसँगै निर्वाह गरिरहेको छ। र त्यो सँगसँगै राष्ट्रिय स्वतन्त्र पार्टी यतिखेर लडाइँमा छ, लडाइँ प्रतिशोध विरुद्धको लडाइँमा छ। स्थापित राजनीतिक दलहरूको आफ्नो राजनीतिक भविष्यप्रतिको सङ्कट देखिसकेपछि त्यो यो पुस्ताको राजनीतिक उपस्थितिलाई निस्तेज पार्नको लागि जे गर्नुपर्छ त्यो सबै प्रयास यतिखेर गर्दैछन्। अर्थात् त्यो लडाइँमा उपयोग गर्न सक्ने सबै किसिमका हतियारहरू उपयोग गर्ने प्रयास गरिरहेका छन्। यो विरुद्ध पार्टीको सबै पङ्क्ति, सबै तह, सबै नेतृत्व एक ढिका भएर लागि परेको छ र प्रतिशोध विरुद्ध मात्र होइन, सबै किसिमका लडाइँ विरुद्ध एक ढिका भएर राष्ट्रिय स्वतन्त्र पार्टीको सबै नेतृत्व लागि परेको छ। यसमा शङ्का गर्नुपर्ने र यसमा शङ्का उब्जिनुपर्ने त्यस्ता कुनै विषय रहेका छैनन्। यद्यपि हामीले गर्ने आन्दोलन, हामीले गर्ने सुशासन विरुद्धको खबरदारी भनेको चाहिँ अराजनीतिक र त्यसपछि बेसी प्रोजत गर्ने खालको हुँदैन भन्ने कुरामा चाहिँ यहाँले किन बुझिदिनुपर्छ भने सुसंस्कृत राजनीतिको अभ्यास सुरु गर्नुपर्छ भनेर स्थापना भएको र सुशासनको जगमा उभिएको राजनीतिक दलले जनताप्रति जवाफदेही पनि त देखाउनुपर्छ। त्यसकारण हामीले गरेका आन्दोलनहरू बेसी संयमित भए, बेसी सुसंस्कृत भए भनेकै कारणले फेरि हामीलाई कमजोर आँखा लिन्छ भने त यो जनतामाथि गरेको अन्याय हो नि त। त्यसकारण यसलाई त्यो पाटोबाट हेर्दिन म अनुरोध गर्न चाहन्छु। यो हस्ताक्षर अभियान बाहेक पार्टी सभापतिमाथि प्रतिशोध साधिएको छ भनेर अन्य कुनै आन्दोलनको तयारी राष्ट्रिय स्वतन्त्र पार्टीले गरेको छ कि छैन? होइन, यो एकैचोटि सबै किसिमका आन्दोलन गर्ने भन्ने कुरा पनि हुँदैन र फेरि आन्दोलन नभन्ने भन्ने कुरा पनि हुँदैन। राष्ट्रिय स्वतन्त्र पार्टीले सबै पाटोबाट विश्लेषण गरेर कसरी हामीले यो लडाइँमा हाम्रा योजना तयार पार्दै गर्दाखेरि प्रभावकारी बनाउन सकिन्छ भन्ने पाटोबाट प्रत्येक दिन घनीभूत छलफल गरिरहेको छ। र यतिखेरको यो कार्यक्रम भनेको हस्ताक्षर अभियान अन्तर्गत राजनीतिक प्रतिशोध विरुद्धको जनताको हस्ताक्षर अभियान चलाइराखिएको छ। र मैले अघि नै भने यो नेपालको राजनीतिक इतिहासमा, राष्ट्रिय स्वतन्त्र पार्टीको राजनीतिक इतिहासमा दस्तावेजीकरण गर्दै गर्दाखेरि यी हस्ताक्षरहरू जनताको अदालतमा जनताकै पाटोबाट प्रस्तुत गरिँदैछन्। यतिखेरलाई हामीले यही कार्यक्रम अगाडि बढाइरहेका छौँ, प्रतिशोध र लडाइँ विरुद्धको लडाइँ आन्दोलन। एउटा उदाहरण तपाईँहरू सामुन्ने छँदैछ, देशभरिका शिक्षकहरू सडकमा आएर ठप्पै नयाँ मानेश्वर सदन वरिपरि बनाए, 1.5-2 महिनासम्म देशभरिका आउँदाखेरि, तर पनि सरकारले केही पनि सुनेन। यस्तो हस्ताक्षर मात्रै गरे के यो सरकारले सुन्ने तपाईँहरूलाई तपाईँहरू विश्वस्त हुनुहुन्छ? होइन, सरकारले सुन्छ कि सुन्दैन भन्ने कुरा अर्को पाटो हो। र सरकारले सुन्ने भएको भए त यो कुकर्ममा लाग्दा पनि लाग्दैन थियो नि त, होइन र? त्यसकारण मैले अघि नै भने सुसंस्कृत राजनीतिको अभ्यास गर्ने र सुशासनको जगलाई आफ्नो राजनीतिक धरातल बनाएर स्थापना भएको दलले जनताको पक्षबाट आवाज उठाउने काम त जनताको पक्षबाट गर्ने हो नि त। त्यसकारण हाम्रो काम यतिखेर खबरदारी गर्ने हो, हाम्रो काम यतिखेर आवाज उठाउने हो। यो लडाइँमा एक ढिका भएर लागि पर्ने हो। जहिलेसम्म त्यहाँ गन्तव्यसम्म पुग्न सकिँदैन तबसम्म निरन्तर लागिरहने हो। सरकारले सुन्छ या सुन्दैन भन्ने कुरा उसको पाटोको कुरा हो। यहाँले भने जस्तै अन्य दलहरूलाई सहभागी गराउने राष्ट्रिय स्वतन्त्र पार्टीले तयारी गरेको छैन। खास गरी मैले यसमै किन जोड्न खोजेको भने हामीले माओवादी केन्द्रका कयौँ नेताहरूसँग अन्तर्वार्ता लिँदा उहाँहरूले तपाईँहरूले जति नै रविको पक्षमा बोल्नु भएको छ, अझ अगाडि सरेर है कतिपय सन्दर्भमा भनेपछि माओवादी केन्द्रले त एक खालको साथ दिएको अवस्था छ भनेदेखि यो पार्टीहरूलाई एकबद्ध बनाएर यस्ता खालका बनाउन कमी कमजोरी, सरकारका कमी कमजोरीका विरुद्धमा एउटा खालको अभियानमा तपाईँहरूको भनौँ भूमिका, नेतृत्वदायी भूमिका हुने कतिको छ सम्भावना? मैले अघि नै भने नि, स्वार्थमा जोडिएर राजनीतिक दलहरूसँग त्यो एक ढिका बन्ने होइन। मुद्दामा केन्द्रित हुँदै गर्दा र सुशासनको पाटोबाट त्यो मुद्दामा एक ठाउँमा उभिँदै गर्दाखेरि हामी सबै किसिमका राजनीतिक दलसँग एक ढिका हुन सक्छौँ भनेर हामीले विगतमा देखाएको हाम्रो अनुभव र हाम्रा उदाहरण पनि छन्। नेकपा माओवादीले मुद्दा नछाड्दै गर्दाखेरि विशेष गरी मानव तस्करी विरुद्धको मुद्दासँग सहकार्य हामीले गर्नलाई उनीहरू सँगसँगै काम गरिरहेकै हौँ। हामीले त सरकार पक्षकै सांसदहरूसँग, सरकार पक्षसँग पनि यो विषयमा सहकार्य गर्नुपर्छ र मानव तस्करी चाहिँ राष्ट्रिय स्वतन्त्र पार्टीको मात्र मुद्दा हुन सक्दैन, एउटा राजनीतिक दलले मात्र उठाउने मुद्दा हुन सक्दैन। समग्र नेपाली जनता विरुद्ध गरिएको अपराध हो। त्यसकारण यो राष्ट्रिय मुद्दा हो र यसको समाधानको लागि सबै राजनीतिक दल एक ठाउँमा उभिनुपर्छ भनेर हामीले त बारम्बार भनिरहेका छौँ। जति जनताको पक्षबाट उभिन चाहनुहुन्छ उहाँहरूसँग सहकार्य गर्न राष्ट्रिय स्वतन्त्र पार्टी सधैँ तयार छ। चाहे ती प्रतिपक्षमा रहेका दल हुन् या सरकार पक्षमै रहेका दल हुन्। तर हेर्नुहोस् त,
राष्ट्रिय स्वतन्त्र पार्टी कुनै राजनीतिक स्वार्थसँग जोडिएर सरकार समीकरणको स्वार्थसँग जोडिएर अथवा कुनै पनि विषयमा नेगोसिएसन गर्ने पाटोबाट सहकार्य गर्न सक्दैन कुनै पनि दलसँग। तर मुद्दामा एक ठाउँमा उभिँदै गर्दा, नेपाली जनताको तर्फबाट उठाएका मुद्दामा एक ठाउँमा उभिँदै गर्दा र सुशासनको पक्षबाट उठाउनु पर्ने मुद्दामा एक ठाउँमा उभिँदै गर्दा सबै राजनीतिक दलसँग, सबै पक्षसँग, नागरिक समाजसँग, सबैसँग सहकार्य गर्न सधैँ तयार रहेको कुरा पनि त यहाँलाई अवगत नै छ नि। खास गरी यी मुद्दाहरू तपाईँहरूले उठाउनु भएको छ, तर पार्टी नेतृत्वले कहिले कहिले बीचबीचमा हामीले देख्दा अथवा जनताबाट आउने गुनासोलाई नै मूल्याङ्कनको आधारमा भन्नु पर्दाखेरि पार्टी नेतृत्व कहिले कहिले सत्ता पक्षसँग अलिकति नजिक हुने अथवा काहीँ न काहीँ मेल्न खोजे जस्तो भएको हुनाले मुद्दाहरू सुनवाई हुन नखोजेको, संसदमा पनि त्यो खालको देखिएको भन्ने चर्चा परिचर्चा छ। साँच्चै राष्ट्रिय स्वतन्त्र पार्टीले अलिकति दह्रो खुट्टा टेक्न नसकेको हो? अब बजारमा यस्ता हल्ला पनि फिजाउने कोसिस गरिन्छन्। यो सबै प्रकरणहरू र सबै प्रोपोगन्डाहरू राष्ट्रिय स्वतन्त्र पार्टीलाई कमजोर बनाउनको लागि फिजाइने हल्ला हुन् भनेर म भन्न चाहन्छु। र मैले अघि नै भने राष्ट्रिय स्वतन्त्र पार्टीको सबै संयन्त्र, सबै तह, सबै नेतृत्व एक धिका छ र सभापति विरुद्धको राजनीति प्रतिशोध विरुद्ध मात्र होइन, नेपाली जनताको पक्षमा सुशासनका मुद्दामा सधैँ सशक्त रूपमा उभिएको कुरा यहाँलाई जग जाहेर छ। त्यसकारण खुट्टा कमाए कि कमाएन भन्ने कुरा तपाईँले हेर्न सक्नुहुन्छ नि त। विगत जेठ 13 गतेदेखि निरन्तर एउटा मुद्दा, विशेष गरी मानव तस्करीको विरुद्धमा कुनै राजनीतिक दल उभिन नसक्दै गर्दा राष्ट्रिय स्वतन्त्र पार्टी शक्तिशाल भएर उभिएको छ र नेपाली जनतालाई मानव तस्करीको चङ्गलबाट बचाउनको लागि गर्नुपर्ने सबै प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी सबैभन्दा अग्रपन्थीमा खडा हुन्छ भनेर उभिँदै गर्दाखेरि खुट्टा कमाएको देखिन्छ भन्ने त मेरो भन्नु केही छैन। तर मैले फेरि पनि भने राष्ट्रिय स्वतन्त्र पार्टीको सबै तह, सबै तबका, सबै नेतृत्व एक धिका छ र सबै किसिमका लडाइँमा सधैँ अग्रपङ्क्तिमा छ। एउटा अलिकति आरोपजन्य प्रश्न पनि यहाँलाई सोध्न चाहे। खास गरी यहाँहरूका नेता अथवा यहाँहरू सांसदहरू धेरै विदेश सैर गर्नुभयो, विदेशमा भ्रमण गर्नुभयो, यहाँ आफ्नो निर्वाचन क्षेत्रमा कम जानुभयो भन्ने आरोप यहाँहरूमाथि लागिरहेको छ। यसप्रति यहाँको धारणा के छ? यो पनि अर्को एउटा प्रोपोगन्डा र आरोप बनाउन सकिन्छ। यद्यपि म पनि केही दिन अगाडि अस्ट्रेलियामा थिएँ र केही माननीयजीहरू इन्डियामा, भारतमा पुग्नु भएको थियो, केही माननीयजीहरू दुबईमा पुग्नु भएको थियो, केही माननीयजीहरू अमेरिकामा पनि पुग्नु भएको छ। यहाँलाई प्रश्नसँग थाहा छ, नेपालभित्र मात्र रहेका होइन, संसारभरि छरेर रहेका नेपालीहरू परिवर्तनप्रतिको कतिको त्यो उत्सुकता छ र कतिको तत्परता छ भन्ने कुराको उदाहरण यहाँहरूले हामीले अस्ट्रेलियामा गएर गरेका कार्यक्रम, अमेरिकामा गएर गरेका कार्यक्रम, भारतमा गरेका कार्यक्रमहरू हेर्दै गर्दाखेरि तपाईँलाई प्रश्न हुनसक्छ। बाध्यताले विदेशिनु आज हेर्नुहोस्, नेपाली जनता बाध्यताले विदेशिनु, श्रमको लागि होस् या अवसरको लागि विदेशिनु चाहिँ बाध्यता हो आजको, यथार्थ हो। तर त्यो विदेशी नै गर्दाखेरि मानव तस्करीको चङ्गुलमा पर्नु, बेचिनु भनेको चाहिँ यो बाध्यता हुन सक्दैन। त्यसकारण यो अपराध कर्ममा चाहिँ कुनै पनि नेपाली जनता पर्नु हुँदैन र यो पार्ने पाटोमा भूमिका खेल्ने सबैलाई कारबाहीको दायरामा ल्याउनुपर्छ र आगामी दिनमा नेपाली जनता कहिले पनि बेचिनबाट बचाउने जिम्मा चाहिँ राज्यको हुन्छ भनेर भन्दै गर्दाखेरि सरकार सञ्चालन प्रक्रियामा रहेका दलहरू त्यसबाट आफू र आफ्नालाई बचाउने प्रक्रियामा लागिरहेका छन्। त्यसकारण अहिले हामीले विदेशमा गएर नेपाली जनतालाई भेट्दै गर्दाखेरि, उनीहरूका भावनाहरू समेटिँदै गर्दाखेरि र उनीहरूसँग साक्षात्कार गर्दै गर्दाखेरि, उनीहरूका दुःखका कुरा सुनिँदै गर्दाखेरि यदि विदेश सहर गर्यो भनेर आरोप लाग्छ भने त्यो आरोप सुन्न पनि तयार छौँ हामी। त्यहाँ गएर पनि त हामीले कुनै तस्करी गर्ने काममा त हामी जोडिएका छैनौँ। जसरी उहाँहरू विदेश जाँदै गर्दाखेरि जाँदाखेरि 20-25 जनाको हुलिएर जानुहुन्छ, आउँदाखेरि 8-10 जनामा मात्र सीमित हुनुहुन्छ। यो पाटोको विषय उजागर त गर्नुपर्छ होला एक दिन। तर राष्ट्रिय स्वतन्त्र पार्टीका कुनै पनि सांसद विदेश जाँदै गर्दाखेरि त्यहाँ भएका नेपाली जनताको त्यो ढुकढुकी र त्यो आवाज सुन्नको लागि पुगेका छौँ। उदाहरणको लागि भारतको बेङ्गलुरुमा तपाईँले 10,000 भन्दा बेसीको उपस्थिति एउटै हलमा भएको कुरा तपाईँको आँखाले पनि प्रस्तुत देखेको हुनुपर्छ। अस्ट्रेलियामा मैले तीनटा सहरमा कार्यक्रम गर्दै गर्दा, सिडनीमा, क्यानबेरामा, मेलबर्नमा कार्यक्रम गर्दै गर्दाखेरि प्रत्येक जनताको आवाज अब परिवर्तनको लागि हामी साथमा छौँ, तपाईँहरू खुट्टा नकमाइदिनुहोस्, हामी तपाईँहरूको पछि छौँ, तपाईँहरूलाई 84मा मत दिने मात्र होइन, त्योभन्दा अगाडि गर्नु पनि सबै किसिममा सहयोग गर्न हामी तयार छौँ र कुनै पनि राजनीतिक दलका नेतालाई हामी स्वागत गर्न सक्दैनौँ। तर तपाईँहरूलाई जहिले पनि हामी स्वागत गर्छौँ, यहाँ आइदिनुहोस्, त्यहाँ आइदिनुहोस्, कृपया हामीसँग भेटिदिनुहोस् र हाम्रो आवाज त्यहाँ पुर्याइदिनुहोस् भनेर भन्दै गर्दा ती जनताको आवाज सुनिएन भनेदेखि आज फेरि त्यहाँ पनि त अन्याय हुन्छ। जोलीजी, म फेरि पहिलेकै प्रश्नमा आएँ, सुरुकै प्रश्नतिर। खास गरी यहाँको पार्टी सभापति रवि लामिछाने जेलमा हुनुहुन्छ। उहाँको रिहाईको लागि बरु सर्वसाधारण अथवा शुभेच्छकहरू, तपाईँहरूकै पार्टीका समर्थकहरू बढी आक्रामक बन्नुभएको छ अथवा यो राज्यले गरेको प्रतिशोध भनेर प्रश्न भन्नुभएको छ। तर
पार्टीले अब आउने दिनमा उहाँको न्याय निरूपणको पाटो एकातिर छँदैछ, तर पार्टीले गर्नुपर्ने अन्य भूमिका अथवा अन्य प्रभावकारी कार्यक्रमहरू के कसरी लैजाँदैछ? होइन, एउटा कुरा के भ्रमा पर्नु हुँदैन भने भलै यतिखेर सरकार पक्षले राजनीतिक दाउपेच सहित राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिमाथि राजनीतिक पक्षले साँधेरै भए पनि यतिखेर सम्मानित अदालतमा मुद्दा पुर्याएको छ र यसको निराकरण भनेको कानुनी प्रक्रियाबाटै, कानुनी प्रकरणबाटै हुन्छ र सम्मानित अदालतबाटै यसको निराकरण हुन्छ भन्ने कुरामा हामी सबै त्यो त न्याय निरूपणको पाटो भइहाल्यो, ठिक छ, त्यसलाई हामी सम्मानै गर्छौँ, तर त्योभन्दा बाहेकको राजनीतिक पाटो हुन्छ, त्यो भूमिकामा के अहिले के गर्दैछ रासोपा? यी सबै कुरालाई आजै मैले तपाईँ सामु राखिसकेपछि हामीसँग के बाँकी रहन्छ र होइन, आज जे प्रकरण चलिरहेको छ, जे कार्यक्रम चलिरहेको छ त्यो कार्यक्रमलाई अझ प्रभावकारी बनाउन मैले अघि नै भने जनताको अदालतमा प्रस्तुत गर्नको लागि जनताकै पक्षबाट तयार पारेका यी हस्ताक्षरहरूलाई दस्तावेजीकरण गर्दाखेरि यसले पार्ने प्रभाव कस्तो हुन्छ होला। आज हेर्नुहोस् त, राष्ट्रिय स्वतन्त्र पार्टीको पार्टी कार्यालयमा मात्र होइन, एउटा बुथ खडा हुँदै गर्दाखेरि, बुथ राख्दै गर्दाखेरि सयौँ मान्छेको लाइन देख्दै गर्दाखेरि त्यो आङ सिरिङ फुल्दैन, जिउभरि काँडा उम्रिँदैन होला। प्रतिशोध विरुद्ध मात्र होइन, सबै किसिमका यो आक्रोशहरू लिएर जनता आज बाँचिरहनु परेको छ, यो बाध्यता बाँचिरहनु परेको छ र थोरै आवाज निकाल्ने बित्तिकै सरकार कि जनतालाई खोजी जेलसम्म कोच्ने प्रयास गरिरहेको छ, थुनामा लाने र थर्काउने समेत उनीहरूलाई डर धम्की दिने समेत प्रयास गरिरहेको छ, जनतालाई बोल्न पनि दिन बन्द गरिसकेको छ। एकजना राष्ट्रिय स्वतन्त्र पार्टीकै कार्यकर्ता चितवनमा भएको त पक्राउ पनि पर्नुभयो, उहाँले सरकारको विरोध गरेको त्यही विषयलाई लिएर। यी यावत कुराहरू पनि भइरहेका छन् होइन तपाईँहरूमाथि, खास गरी यस्ता विषयमा पार्टी अलिकति पछाडि भयो कि आक्रामक ढङ्गले आउन सकेन भन्ने छैन समीक्षकहरूका कता हामीले फेरि पनि आक्रमण भन्दै गर्दाखेरि सबै परिभाषाहरू उपयोग गर्न सकिन्छ। यद्यपि हामीले प्रश्नसँग भनेका छौँ, सम्मानित सदनमा जनताका आवाज बोल्दै गर्दाखेरि माननीय प्रधानमन्त्रीज्यूलाई यो पुस्ताले आक्रोश पोख्दै गर्दाखेरि, तपाईँ विरुद्ध, यो सरकार विरुद्ध, हामी विरुद्ध आक्रोश पोख्दै गर्दाखेरि तपाईँले धेरै पीडा हुन्छ र जेलमा थुन्नुहुन्छ भने कतिवटा जेल बनाउनुहुन्छ भनेर हामीले प्रश्न सोधेका छौँ। हेर्नुहोस्, प्रत्येक नेपाली जनतासँग आज आक्रोश छ। यो आक्रोश हामीले उत्पादन गरेको आक्रोश होइन नि त, यो उहाँहरूको व्यवहारले, उहाँले गरेका आचरणले, उहाँले अहिलेसम्म गरेको राजनीतिक प्रकरणले उत्पन्न भएको आक्रोश हो नि त। यसको निवारणको लागि सचिनुपर्छ कि भन्ने पाटोबाट सोच्नुको सट्टामा सकिने प्रकरणमा उहाँहरू लागिराख्नु भएको, त्यसकारण हामी त भनिरहेका छौँ यहाँहरू सचिनुपर्छ भनेर भनिरहेका छौँ, तर हेर्नुहोस् नेपाली जनतालाई दमन गर्ने प्रक्रियासम्म उहाँहरू उत्रिनु भएको छ र हामीले प्रश्नसँग सदनबाट भनेका छौँ, कति जेल बनाउनुहुन्छ, जेल कति बनाउनुहुन्छ, अब कतिलाई थुन्नुहुन्छ, भोलि कति नेपाली जनतालाई थुन्नको लागि जेल बनाउँदै हुनुहुन्छ भनेर प्रश्न गरिसकेका छौँ। त्यसकारण हाम्रो आन्दोलन सुसंस्कृत हुन्छ पक्कै पनि, सभ्य हुन्छ पक्कै पनि, तर फेरि कमजोर चाहिँ नआगिनको लागि हामीले बारम्बार उहाँलाई खबरदारी गरिरहेका छौँ। तपाईँहरूकै पार्टीका शुभेच्छकहरूलाई एउटा हुटहुटी छ कि पार्टी सभापति बाहिर निस्कियोस्, अथवा यसैसँग सम्बन्धित एउटा प्रश्न कि उहाँले जेल सरुवा गर्न खोज्नु भएको थियो, बिचमा त्यो निवेदन पनि आएको भन्ने के सूचना आएको थियो, यो विषयमा अहिले के भइरहेको छ, खास गरी सरकारले जवाफ के दियो? यो एउटा नियमित प्रक्रिया हो र एउटा बन्दीको अधिकारको कुरा पनि हो, तर सरकारले यसमा पनि अवरोध खडा गर्नु भनेको कति लाजमर्दो अवस्था होला। यसको जवाब पनि जनताले खोज्नेछन्। आज हामीले धेरै यसमा अभिव्यक्ति पनि दिएनौँ। यस्ता विषयलाई पनि जोडेर राष्ट्रिय स्वतन्त्र पार्टीसँग र सभापतिसँग बार्गेनिङ गर्ने कोसिस गरिन्छ र यस्तो हरकतसम्म पनि गरिन्छ भने योसम्म गिर्नु भनेको निकै लाजमर्दो कुरा हो। तर फेरि पनि मैले के भनिसकेँ भने सबै प्रश्नको जवाब जनताले खोजिरहेका छन् आज। र मैले अघि नै भने नि, नेपाली जनताको अदालतमा आज यो कुरा प्रस्तुत भइसकेको छ, त्यसकारण यसलाई कसरी अनुमोदन गर्ने भन्ने कुरा चाहिँ नेपाली जनताले सोचिसकेका छन् र यसको सुरुवात देख्नु भएको छ तपाईँले। देशभित्र मात्र होइन, संसारभरि आज यो हस्ताक्षर अभियानकै कुरा गर्दाखेरि सिर्फ यो नेपालभित्र मात्र होइन, विदेशमा पनि, संसारका सबै अधिकांश देशमा पनि यो प्रकरण सुरु भइसकेको छ र नेपाली जनताले आफ्नो अदालतबाट यसलाई कसरी निर्णय गर्ने भन्नेको अभिव्यक्ति दिन सुरु गरिसकेका छन्। तपाईँले अहिले सञ्चार माध्यममा देखिराख्नु भएको होला, निकै लामो आबद्धता, आफ्नो राजनीतिक दलसँग निकै लामो आबद्धता भए पनि यो अति र पराकाष्ठलाई हामीले सहन सकेनौँ र यो एउटा नेपाली जनताको सपनालाई कुठाराघात गर्नको लागि गरिएको यो राजनीतिक प्रतिशोध सहितको यो एकदम नाङ्गो नाच हामीले सहन सकेनौँ। त्यसकारण हामीले आजसम्म मान्दै आएका सबै दललाई त्यागेर हामी राष्ट्रिय स्वतन्त्र पार्टीको यो अभियानमा जोडिएका छौँ भनेर ती जनताले भन्दै गर्दाखेरि सायद अब त सोच्नुहुन्छ होला नि उहाँहरूले। मैले यति मात्र भन्न चाहेँ। हस्त धन्यवाद यो महत्त्वपूर्ण संवादका लागि गणेश पराजुलीजी। हस् विनोदजी, यहाँलाई पनि यहाँको सञ्चार माध्यम मार्फत हाम्रो आवाज संसारभरि रहेका नेपाली जनतामा पुर्याइदिनु भएको छ, यसको लागि म विशेष धन्यवाद दिन चाहन्छु यहाँलाई पनि। हस् धन्यवाद।
आज हामीसँग हुनुहुन्थ्यो राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद गणेश पराजुली। अर्को दिन अर्का अतिथिसँग हामी आउने नै छौँ। आजलाई म लगायत सम्पूर्ण टिमलाई बिदा दिनुहोस्। सिटिजन एफएम सुन्दै गर्नुहोला। नमस्कार।